नेपालका युवाहरू किन देश छोड्दैछन्? भविष्य खोज्न कि निराशाको अँध्याराबाट भाग्न? आज विदेश जाने युवाहरूको सङ्ख्या अकल्पनीय मात्रामा बढेको छ। रोजगारीका अवसर घटिरहेका छन्। धेरै जागिरहरू अस्थायी र कम पारिश्रमिकका छन्। भ्रष्टाचार र प्रशासनिक कमजोरीले रोजगार सृजना रोकिरहेको छ। युवाहरू सपना र पासपोर्टको भारी बोकेर देश छाड्दैछन्। तिनीहरूभित्र गहिरो निराशा छ। मेहनत र योग्यता बेकार भएको महसुसले उनीहरूको आत्मविश्वास भत्किँदैछ र रोजगारी नपाएर हरेक दिन हौसला पनि टुट्दैछ। सरकार भन्छ देश विकासको बाटोमा छ, तर विमानस्थलमा देखिएको भिडले भन्छ यहाँ त मुख्य कुरा युवाहरू विदेश जानु नै भयो। देश चलाउने युवाहरू निरन्तर देश छोड्दैछन् र राज्यको काम भनेको सजिलो तरिका अपनाएर उनीहरूलाई विदेश पठाउन सहयोग गर्ने मात्र देखिन्छ। कहिलेकाहीँ त लाग्छ सरकारले विदेश पलायनलाई नै सफल विकास नीति सम्झिरहेको हो कि? युवालाई यहाँ बस्ने योजना नबनाउँदासम्म देशको विकास केवल कागजमै सीमित रहनेछ। अब उठ्छ प्रश्न, यो विदेश पलायन के हो? अवसरको खोजी कि नेपालको नीतिगत असफलताको स्पष्ट प्रमाण? तपाईलाई के लाग्छ? कृपया आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।